हेलो एभ्रिवान, इट्स बिन अ लङ टाइम है। मैले भ्लग नबनाएको, अनि भ्लग नबनाउनुको कारण चाहिँ म बिजी पनि थिएँ, अन्त अलिकति बिमार पनि थिएँ, अनि धेरै लामो टाइमदेखिको मैले बाइक पनि त्यस्तो चलाएको थिइनँ हो। अन्त आज चाहिँ अब एक्लै सोलो म चाहिँ यहाँनिर लेकसेप तातापानीमा हो। लेकसेप तातापानी चाहिँ यही जोरथाङको माघे मेला लागेको बेला लाग्छ। अनि यहाँ चाहिँ के हुन्छ भने नि, यहाँ चाहिँ अब जेठोमुखले भन्नु हुँदैन भन्ने सिन छ होइन। किनभने चाहिँ अब यहाँ चाहिँ शिव भगवान् बसेको गुफा बसेको जग्गाहरू छ होइन। अनि कतिजनालाई थाहा पनि छ, कतिजनालाई थाहा पनि छैन होइन। म चाहिँ पहिला अब मेरो मेमोरिज चाहिँ यहाँनिर के छ भन्दाखेरि, म हाम्रो माम जुन चाहिँ बोजू हुनुहुन्छ होइन, उहाँ चाहिँ हरेक साल म सानो हुँदा चाहिँ आउनुहुन्थ्यो होइन। अन्त जोरथाङ मेला पनि घुम्नुहुन्थ्यो। त्यहाँदेखिको जोरथाङ मेला घुमिसकेपछि यो के अरे यहाँनिर लेकसेप तातापानीमा पनि जानुहुन्थ्यो हो। अन्त हो भ्यू त मैले देखेको छुइनँ, राम्रो आउँदो होला है। अलिक म चाहिँ सर्टकट टाइपको अलिक छिटो जाने बाटो रहेछ, छिटो पुग्ने बाटो, म त्यो बाटो कुदेर आएको। म क्यामेराको एङ्गल पहिला हेर्नु पऱ्यो खै, क्यामेराको एङ्गलले राम्रो देख्छ होला है। हो क्यामेराको एङ्गल त राम्रो देख्छ होला है, हो। अनि अब आज चाहिँ मैले सुने खाली पनि छ अरे हो। अन्त खाली भएको कारणले गर्दा चाहिँ म चाहिँ अब टाइम पाएर चाहिँ आएको। सधैँ त टाइम पाउँदैन, फेरि सधैँ यो चिज उयो गर्नु पनि पाउँदैन, हेर्नु पनि पाउँदैन हो। सधैँ यो चिजमा यो चिज हेर्नु जान्छु या तातापानीमा डुब्नु जान्छु भन्दा पनि पाउँदैन हो। सिक्किममा चाहिँ यो दुईवटा जग्गामा छ तातापानी चाहिँ। एउटा चाहिँ तपाईँको के अरे यो बोरङपट्टि भयो, अन्त एउटा चाहिँ यहाँनिर हो। मलाई थाहा भएको चाहिँ आयो न, मेबी अरू पनि छ होला हो। बाजे डोको लिएर जानु हुँदो रहेछ, म उतापट्टि लाग्दिने हो। आज दिन पनि दामी भइरहेको छ हो। बेलुका त जाडो हुन्छ भनेर मैले चाहिँ फेरि लुगा लगाइदिइरहेको छु। तातापानी जाने रोड उयो हो रुट है। अब तातापानी चाहिँ गयो हामी हो। ओ माई गड छ क्या रोड त। अन्त ओ जाने जाना ढूंढे तुझे दीवाना, सपनों में रोज आए आज जिंदगी में आना। ओ जाने जाना ढूंढे तुझे दीवाना, सपनों में रोज आए आज जिंदगी में आना सनम। फाइनली हामी चाहिँ तातोपानी आइपुगिसक्यो हो। अनि पार्किङ चाहिँ यहाँनिर रहेछ। यतापट्टि चाहिँ पुल, अहिले चाहिँ उता साइडमा रहेछ, यो साइडमा चाहिँ रहेछ हो। अनि रुम फर रेन्टहरू पनि रहेछ हो। रङ्गीत चाहिँ देखाउँछु तपाईँहरूलाई म हो। यहाँनिर चाहिँ रङ्गीत खोला चाहिँ यो है, टक्कै रङ्गीत हो। यहाँ चाहिँ रङ्गीत खोला हो। यो पुल काटेर चाहिँ जानुपर्ने रहेछ हामी चाहिँ, यो पुल काटेर चाहिँ हो।
टक्कै पुल हो यहाँनिर। टक्कै पुल यहाँनिर मन्दिर छ हो। हो पाउँछ होला, खुट्टा दुखाउनु पायो भने पनि राम्रो नि। हजुर म नाम्चीबाट। हजुर हजुर ए हजुर हजुर जानु चाहिँ यस्तो रहेछ बाटो हो। यो पुलदेखि चाहिँ टक्क आएर हो अन्त यहाँबाट यस्तो हो अन्त अब यस्तो हो। अनि यहाँ चाहिँ आई थिङ्क गुम्बा छ, मुनि चाहिँ ओडा छ हो। अहिले पस्नुपर्छ अनि धेरै टाइम बाद भनेको है। तातो पानीको लागि यता हो, तातो पानीको लागि यता हो। यो चाहिँ तातो पानी हो। यहाँ आएपछि चाहिँ अलग्गै भाइब आइहाल्छ हो। स्मेल जुन चाहिँ हुन्छ त्यो चाहिँ अलग खालको हुन्छ हो। अन्त इट्स लाइक दिस। हुन्छ जाउँ है। ओके सबैजना हामी डुब्की लगायो हो। अन्त फ्रेस भयो 2 घन्टा बसेर अन्त चाहिँ फेरि लागेको हो। तपाईँ यता आउनु जानुहुन्छ? हुन्छ हुन्छ फेरि भेटौँ। हुन्छ हुन्छ हुन्छ। अब चाहिँ छुट्टिएको हो। अन्त म चाहिँ एकपल्ट गुफामा पस्नु पाउँछ कि पाउँदैन हो त्यो हेर्ने। अनि चाहिँ पस्नु दिन्छ भने चाहिँ पस्ने हो, पस्नु दिँदैन भने चाहिँ ठिकै छ। चाहिँ गुफा हो यहाँनिर चाहिँ अब खै पस्नुको हुन्छ कि हुँदैन हो। अनि हिँड्छु पस्नु हुन्छ कि हुँदैन। हेलो अब चाहिँ फर्केको हो। अनि सोलो राइड मजा आयो हो। हाम्रो एकजना गेजिङबाट दादा उहाँ पनि सोलो आउनु भएको थिएछ हो। अनि उहाँसँग भेट भयो, बातचित भयो, मजा आयो। सँगै हामी उयो पनि डुबे पनि हो पानीमा। अनि मजाले बस्यो, 2जना गफसफ भयो हो। अलिअलि खानासाना खाँदा खाएर चाहिँ अब चाहिँ फेरि हामी फर्केको हो। यो यता जाने चाहिँ गेजिङ पेलिङ जाने रोड हो। म चाहिँ यहाँबाट टक्कै यता गएर चाहिँ नाम्ची हो। हामी छुट्टियो अनि एकदमै मजा आयो आजको चाहिँ सोलो राइडमा हो। अन्त यसरी नै सोलो राइडहरू गर्नु मनपर्छ मलाई चाहिँ। किनभने सोलो राइड गर्दा चाहिँ यु विल कम टु नो योर सेल्फ हो। अनि माइन्ड पिस मजा आउँछ हो। अनि यहाँ तल चाहिँ अब है यो के अरे तातो पानी हो। अनि त्यहाँनिर के अरे मन्दिर गुम्बाहरू चाहिँ सबै यहीँ तल छ हो। यहाँनिर
चाहिँ मेरो बाइक हो, लुगाहरू मेरो अघि भिजेको लुगाहरू हो, अनि इट्स